ओइ भेटिस् त? कहाँ भेट्नु क्या अब भाग्या गर्छ भेडा भाग्या जसरी अनि कस्तो लामो रहेछ तैँले भेटिस्? मैले कहाँ भेट्नु पोकेमन मास्टरलाई भन्न हेर्न मोरे स्याल जसरी बोकिरह 4 वर्ष भइसक्यो पोकेमन मोरे यही झुन्ड्याएर हिँडे पिकाचु पिका जा छिटो खोज यसको नाम एस चाहिँ कसले खान्छ? खोइ कसले राखे हुन त अनुहार चाक जस्तो छ अनुहार पनि चाक जस्तै छ के ल हिँड्नु उता खोजिनु पिकाचु त्यसलाई भेट्यो भने चाहिँ तिमीलाई आधी मलाई आधी है खोइ बोल न पिकाचु कहाँ लुगा छ है यही कुनातिर हुनुपर्छ बत्ता चाहिँ गएछ त्यो पोकेमन यो पोकेमन भेट्यो भए दिन बन्थ्यो कि कहाँ छिगो रहेछ क्या हेरमा त्यो पायो भने त म त भेट्यो भेटे होइन ल तिमीहरू जा आज छुट्टी तिमीहरूलाई जा लामोको छुट्टी आज सन्डे हो सन्डे हो ल अन्त आज स्याटरडे बनाइदिए ल जा कस्तो के पिकाचु के त पिकाचु र म मिलेर लान्छु यसलाई लामो यो के हो यो कहिलेदेखि मरेको लास्ट लामो म कोहीसँगै जाँदिनँ मेरो टिकटक भिडियो बनाउनु पर्ने छ त्यो चाहिँ यो कोहीसँग जाँदैन मसँग जान्छ तँसँग जान्छ मसँग पनि छ नि पोकेबल यो त पिकाचु र मलाई हुन्छ है पिकाचु मरेको लास बोकेर धेरै नगर मा कहिलेदेखि सडेर बसेको ल सिजर पेपर रक रक पेपर सिजर ला मेरो सिजर ला मेरो रक तनी खेल्ने होइन होइन लैजान त जितिसकिस् त मिया दिदी तेरै त हो नि हामी त यतिकै ठिक छौँ होइन त पिकाचु तिमीहरू त खेलाउन हो म अहिले तिनैजना लाइनै पाल्दै हान्छ अहिले कस्तो क्युट देखेको पाएँ मैले उठाइसकेँ नि तर हामीले पनि पाउनु पर्ने है एक्लै लानु खोज्छु कि यो जहिले जाने चाहिँ कहाँ के ए हिँड्न जाउँला क्या अब त्यतातिर पोकेमनहरू भेट्न सक्छ राम्रो लामोको पोकेमन अघिदेखि घरि भैँसी पक्रियो कुकुर पक्रियो यो फुट्ने बेला भइसक्यो पोकेबल कति ल्याङ गर्न सक्यो बरु मलाई यहाँ टोइलेट आइरह बरु पिसाब फेर्न जाने हो कि म जान्न हिँड्न हो म र पिकाचु पिसाब फेर्न गएको यसको पिकाचुले चाहिँ कहाँबाट पिसाब फेर्दा रहेछ त्यही त भने म अघिदेखि यही सोचिरहेको छु क्या चाकबाट त फेर्दैन होला छैन चाकै बल्ल क्या बन्द आयो क्या पिकाचु तिमी पनि मुत्ने हो तल झरेर मुत है त्यहाँ मेरो काँधोमा मुत्ने होइन Tosaiko, Pokémon heter मुत्नु सक्दैनस् त कुन पोकेमन हो त्यसोस् गरेर हेर्न दे याहू यो जोनी पोकेमन हो यसको चाहिँ 7 वटा रूप छ डाक्टर इन्जिनियर पाइलट के हो अरे यार दाइ हल्का मिस्टेक भएको त अब माफ गरिदिनु का त्यसरी हुन्छ तेरो चाक नानी छोडिएन रुख के को अझ सेकुवा बनाएर खाने हो क्या सेकुवा बनायो भने मिठो हुन्छ नि त आपा ओए त्यो आएस होइन हो त ए के नाचिरा हो क्या हो हो ओए ल नाच ए बचाउन आइछ नि के को ए ओए त्यो त नाच हैन दाइ दाइ नरिसाउनु र भने के गर्यो र त्यसले के गर्यो थाहा छ मेरो टाउको माथि मुट्यो दाइ अबदेखि मुदिन क्या मैले मुति भने यो मरिजाओस् यसको कसम मेरो कसम लामो खातिर मन मेरो नाम रहेछ ह्यास गर्ने चाहिँ के ए जेसो गरे यहाँ साथी मरेर टेन्सन भइरह मलाई तै त अनि लामो
कसम खाने त तै हो त तेरै कसम खाएको अब झुकेर त्यसलाई परेछ त के गर्नु म चाहिँ को तेरो बाउ हो रुन्चे पोकेमोन ओइ रुन्चे पोकेमोन हाने त के तसँग छैन पोकेमोन मसँग त मिया मात्र छ तल्लो घर काकार गाउँ बारीतिरको मान्छेहरूलाई कति चलन भइरहेको छ क्या त्यो बेला नराम्रै भयो होइन यस्तो 100 रुपियाँको औकात नहुने मान्छेहरूले के मुख देखाएर हिँड्नु होइन 100 रुपियाँको तेल खाने पैसा ऋण माग्दा आफ्नै आफन्तबाट नपाएर पानीमा पकाएको तरकारी खाएको त्यो रात अहिलेसम्म नि आफ्नो त्यो रुन्चे भएर तेल पनि दिएन त्यसको काका कस्तो निष्ठुरी त्यो 100 रुपियाँ तेल किन्ने पैसा नपताउने तल्लो घर काकाको अगाडि होइन बरु भाइ म आफै दिन्छु तँलाई 2 पोका चाहिँ रतन खार्की तल्लो घर काकाले खोज्दै हुनुहुँदो रहेछ धेरै धेरै धन्यवाद यार ए रोयो 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 भन्छ अहिले फेरि तल्लो घर काका चाहिँ को हो त अहिले कुरा गरौँला होइन पहिला चाहिँ सुनौँ रतन कार्की युट्युबबाट आमारमा रतन कार्कीको पहिलो तल भएको भिडियो हेर्दै थिएँ मैले के भने थाहा छ हेर आमा 100 रुपियाँ तेल किन्ने पैसा नपताउने त्यो तल्लो तल्लो घरे काका तल्लो घरे काका पावर तेल पावर युज गर त्यसलाई तेल 2 पोका तेल फाल तल्लो घरे काका सक्दैनस् मलाई मसँग अर्को नि छ लगाइस मैले होइन फाइनली गाइस एउटा गरेको बच्चा भेटाएको छु उहाँलाई धेरै आवश्यकता परेको छ होइन उहाँको लागि खानको लागि भात घाँस छैन लामो टुलु हान्दिरा के गर्ने तसँग छैन पोकेमोन छैन के हान्ने पिकाचु हाल्नु पिकाचु तैँले गर्दा यस्तो भयो के हो मेरो पिकाचु यी लगा ला तलै ल पिकाचुले नि ल ला टुलु स्पेशल डान्स लगाइस मैले होइन फाइनली गाइस एउटा गरेको बच्चा भेटाएको छु उहाँलाई धेरै आवश्यकता परेको छ होइन उहाँको लागि खानको लागि भात घाँस छैन टुलु हजुर कुल भएर हो र दाइ लामो यो पो रहेछ मै हो तिमीलाई कि मलाई किन छोडेको त्यहाँ जोनीले मलाई धन के गर्यो एकजना आएर बचाएको मलाई तेरो त्यो झुटो कसमले गर्दाखेरि हो के यस्तो सबै भएको सर यार अबदेखि कहिले झुटो कसम खान्न यो मरिजाओस् मैले झुटो कसम खाएँ भने मेरो कसम ए खातेले फेरि पनि मेरै नाम रहेछ मन भने